नमस्ते सम्पूर्ण लगानीकर्ता साथीभाइ, आजको यस भिडियोमा यस्ता दुई कम्पनीबारे विश्लेषण गर्ने छौँ। यदि तपाईँले यो दुई कम्पनी आइपिओ सेयर हात पार्न सफल हुनुभयो भने 2000 को लगानी सजिलै 40,000 हुनेछ। यो कम्पनी आइपिओ बारे जान्न भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब भने गर्न नबिर्सिनुहोला। लागौँ विषयवस्तुतिर। आजको यस भिडियोमा यस्ता दुई कम्पनी बारे विश्लेषण गर्ने छौँ। यदि तपाईँले यो दुई आइपिओ प्राप्त गर्न सफल हुनुभयो भने 2000 को लगानी सजिलै 40,000 हुन सक्नेछ। यो आइपिओ भने एभरेस्ट कलर लिमिटेड र सर्वोत्तम पेन इन्डस्ट्रिज लिमिटेड को रहेको छ। यो दुई कम्पनीले भने वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपिओ बाँडफाँड गरिसकेपछि भने हामी सर्वसाधारणले भर्ने मिति खुल्ला गर्ने छन्। कुरा गरौँ सर्वोत्तम पेन्ट इन्डस्ट्रिज लिमिटेड बारे। कम्पनीको जारी पुँजी रु 34 करोड छ। यसमध्ये 25% हुन आउने 8,50,000 किता सेयर भने सर्वसाधारणलाई निष्कासन गर्न लागेको छ र भाग्यमानी 85,000 लगानीकर्ताले यो कम्पनी आइपिओ पाउने छन्। केयर रेटिङ नेपाल लिमिटेडले यो कम्पनीलाई केयर रेटिङ NB++ को रेटिङ दिएको छ, जसले मोडरेट लेभल अफ डिफल्ट रिस्क भनेर जनाउने गरेको छ। कम्पनी किता थोरै छ, त्यसर्थ थोरै लगानीकर्ताले आइपिओ प्राप्त गर्नेछन् र कम सेयर भएपछि डिमान्ड पनि धेरै हुन्छ र कम्पनी सेयर प्राइस भने धेरै जाने सम्भावना रहेको छ। अब कुरा गरौँ एभरेस्ट कलर लिमिटेड कम्पनी बारे। कम्पनीले आफ्नो जारी पुँजी 30 करोड हुन आउने 26.33% सेयर 7,90,000 किता सेयर निष्कासन गर्ने भएको छ र भाग्यमानी 79,000 लगानीकर्ताले यो कम्पनी आइपिओ प्राप्त गर्ने छन्। सेयर सङ्ख्या कम छ, त्यसर्थ यो सेयरमा पनि डिमान्ड धेरै देखिने छ र डिमान्ड धेरै भएपछि सेयर प्राइस पनि धेरै पुग्ने सम्भावना छ। केयर रेटिङ लिमिटेडले यो कम्पनीलाई पनि केयर NB++ को रेटिङ दिएको छ, जसले कम्पनीमा मोडरेट रिस्क अफ डिफल्ट भनेर जनाउने गरेको छ। अब वैदेशिक रोजगारीमा रहेको नेपालीलाई यो दुई कम्पनी आइपिओ बाँडफाँड गरिसकेपछि भने हामी सर्वसाधारणले यो आइपिओ भर्न मिल्ने डेट फिक्स गर्ने छ र यो दुई आइपिओ भने भर्न नछुटाउनुहोला। यदि यो दुईवटा आइपिओ पर्यो भने तपाईँले सेयर 2000 को लगानी 40,000 सम्म हुन सक्नेछ।